आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा नेसनल लाइफ इन्सुरेन्स लुम्बिनी प्रदेश प्रमुख दीपनारायण सर, विशिष्ट अतिथि हिजो कुनै बेलामा टाङ शाखा लगायतको शाखाहरू हाँक्दै गरेका हाम्रा अग्रज व्यक्तित्व र हाम्रो आदरणीय गुरु सुरेन्द्र शाहज्यू, नेसनल लाइफ इन्सुरेन्स कम्पनी टाङ शाखामा आबद्ध रहेर काम गर्ने सम्पूर्ण अभिकर्ता मित्रहरू र नेसनल लाइफ इन्सुरेन्स दाङ शाखा परिवार सबैमा नेसनल लाइफ इन्सुरेन्स दाङ शाखा प्रमुख मदन कुमार शर्माको तर्फबाट नमस्कार। सबैका लागि जीवन बिमा र जीवन बिमाका लागि नेसनल लाइफ इन्सुरेन्स भन्ने मूल नाराका साथ 2044 सालमा स्थापित देशको जेठो जीवन बिमा कम्पनीको यो आजको यो वार्षिक कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। नेसनल लाइफ इन्सुरेन्सले 2044 सालदेखि जीवन बिमा क्षेत्रमा काम गर्दै आइराखेको छ र दाङमा पनि निरन्तर अरू कम्पनीसँग कम्पेयर गर्ने हो भने राम्रो व्यवसाय सङ्कलन गर्दै र स्वच्छ व्यवसाय सङ्कलन गर्दै अगाडि बढिरहेको यहाँहरूमा छर्लङ्गै छ र हामी अहिले व्यावसायिक दौडमा छौँ र व्यावसायिक दौडमा हुँदा हामीले हाम्रा अभिकर्ताहरूलाई प्रोत्साहन गर्नुपर्छ। कम्पनीले हरेक वर्ष कम्पनीलाई अभिकर्ता साथीहरूलाई प्रोत्साहन गर्ने गरी केही प्याकेजहरू ल्याएको हुन्छ। मन्थली प्याकेज, वार्षिक प्याकेजहरू छन्। यहाँहरूमा ती विषयमा पनि जानकारी गराउनेछौँ। त्यो सँगसँगै आजको कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा उच्च व्यवसाय गर्ने साथीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। त्यो कुराहरू पनि यहाँहरूले देखिहाल्नु नै छ र आगामी दिनमा हामी एकबद्ध भएर दाङ शाखालाई अगाडि बढाउने गरी यहाँहरू सबैजना लाग्नु नै छ भन्ने आशा राख्दै आजको यस प्रोग्राममा यहाँहरू सबैलाई फेरि पनि स्वागत गर्दै मेरो छोटो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। जय नेसनल। कार्यक्रममा उहाँहरूलाई सम्मान गर्न चाहन्छु र त्यसको लागि म नाम पढ्छु र हजुरहरू चाहिँ अगाडि आएर खादा मार्फत सम्मान लिइदिनु हुन अनुरोध गर्दछु। आर्थिक वर्ष 2081-82 अन्तर्गत दाङ शाखा उत्कृष्ट हुन सफल हुनुभएको अभिकर्ताहरूमध्ये तृतीय स्थान, प्रथम बिमा शुल्कको आधारमा व्यक्तिगत कोडतर्फ तृतीय हुन सफल श्रीमती प्रकृति गुरुङ, व्यवसाय प्रबन्धक श्री प्रकृति गुरुङज्यूलाई आफ्नो अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बधाई छ म्यामलाई। यो वर्ष पनि अझै उत्कृष्टताको शुभकामना व्यक्त गर्दछु। त्यसै गरी व्यक्तिगत तर्फै द्वितीय स्थानमा रहन सफल श्री जीवराज थापा छेत्री, व्यवसाय प्रबन्धक श्री जीवराज थापा छेत्री सरलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। बधाई छ सरलाई र यो वर्ष पनि सरको यस यात्रा निरन्तर कायम रहोस् भन्ने कामना व्यक्त गर्दै उत्कृष्ट गत वर्ष उत्कृष्ट आफ्नो कोडमा सबभन्दा धेरै व्यवसाय गरी उत्कृष्ट प्रथम हुन सफल रहनुभएकोलाई
अगाडि आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। टिम सहित गत आर्थिक वर्ष 81-82 उत्कृष्ट व्यवसाय गरी दाङसाका अन्तर्गत तृतीय स्थानमा रहन सफल श्री विवेक जीसी व्यवसाय प्रबन्धक श्री विवेक जीसीज्यूलाई आफ्नो सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी द्वितीय स्थानमा रहन सफल सिनियर बिजनेस म्यानेजर म्याडम श्री निराधा भट्टराई म्याडमलाई द्वितीय स्थानको सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। म्याडम र म्याडमको टिमलाई धेरै धेरै बधाई दिन चाहन्छु र यस वर्ष उत्कृष्ट हुनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी सोही क्रममा टिम व्यवसाय मार्फत दाङ शाखा अन्तर्गत उत्कृष्ट व्यवसाय गर्न सफल सिनियर बिजनेस म्यानेजर श्री मनिषा भट्टराई ज्यूलाई अगाडि स्टेजमा आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल म्यामलाई फेरि पनि बधाई र यस वर्ष पनि म्याडमको यो यात्रा निरन्तर कायम रहनेछ भन्ने आशा व्यक्त गर्दछु।